जतिखेर यो पृथ्वीमा मानव जातिको उदय भयो त्यही समयदेखि यो आकाश ओढेर यो हिमालको फेदीमा किराँती बस्ती बसेको मानिन्छ। सदियौं वर्ष अघि यहीको वन जंगलमा भस्मे खोरिया फाडी यही पाखा पखेरुहरूलाई आवाद गरी खेती योग्य जमिन बनाएर अन्न बाली लगाउन थालेका थिए। त्यसैले ऊ यो भूमिको भूमिपुत्र हो, जसको इतिहास कुनै सुन्दर अक्षरहरूले लेखिएको इतिहासका ठेलीहरूमा खोजिरहनु पर्दैन, जसको निशानी यही चिहानहरू हुन्, उसको इतिहास यही चौतारीहरू हुन्। जसले यो माटोलाई सर्वस्व ठान्यो, आफूले ओढेको आकाश भन्दा अर्को आकाशको परिकल्पनासम्म गरेन, उसले टेकेको भूमि भन्दा अर्को भूमिको सपना कहिले देखेन। त्यसैले ऊ यो भूमिको असली रक्षक हो। उसले आफ्नो घरको छानो आफै छाउनु पर्छ, आफ्नो घरको मालिक आफै बन्नु पर्छ। पुस्तौं पुस्तादेखि यो माटोमा जीवन रोप्नेहरूको पक्षमा नलेखिएको इतिहास, जो उदार जाति भनेर चिनिने किराँतीहरूलाई छल कपटपूर्ण आक्रमण गरी हराएर कालो अक्षरले लेखिएको इतिहास अहिले हामी जबरदस्ती पढिरहेका छौं। आफ्नो किल्लाको सुरक्षार्थ इमानी मान्छेहरूले बैरीहरूसँग वीरतापूर्वक लडेका थिए। त्यो गढी यही हतुवा गढी हो। किराँती पुर्खाहरूले यस्ता थुप्रै गढीहरूका रक्षाको लागि रगत, पसिना र आँसु यहाँको माटोमा रोपी गएका छन्। त्यही रगताम्य इतिहास बचाइराख्नका लागि, त्यही पसिनाले लछप्पै भिजेको इतिहास फुलाइराख्नका लागि तिनै किराँतीका भावी पुस्ताहरू आफ्नो घर चलाइरहेका छन्, आफ्नो घर थामिरहेका छन्। मट्टीको कसम सिरो पर दिन्छु लो तीर्थधाम। मट्टीको कसम सिरो पर दिन्छु लो तीर्थधाम। हर बखत दैनो भैरा
को कसम सिरो पर दिन्छु लो तीर्थधाम मट्टीको कसम सिरो पर दिन्छु लो तीर्थधाम हर बखत दैनो भइरहुन् सुन्नेमा पारुहङ सुन्नेमा पारुहङ सुन्नेमा पारुहङ सुन्नेमा